त्यो आउने केटाहरू कहाँको हो इधर की भेटेको आउँछ नि बसिरहन्छ त्यो जीवन सर उसमा बसिरहने के जाप्टिजवाला नि क्या त्यो के अरे चाहिँ त्यही लङतिरको मान्छे हो अनि त्यो गाडी गाडी उसैको मामाको हो सरकारी गाडी हो होइन 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 मामा प्रोजेक्टको गाडी हो होइन क्या उसको आफ्नै हो रातो प्लेट छैन त रातो प्लेट छैन त्यो त म नि हेरिनु मैले हेर्नु भएन राति म नि निन्द्रामै थिएँ कि अनि झ्यापा उठाएँ अनि उठाएपछि अनि जाऊँ न त भन्न लगाएपछि अनि त्यहाँदेखि चाहिँ ल त भनेर नै नै त्यो केटाहरू कहाँको हो भन्न खोजेको क्या मैले मन्चोको हो कि अनि त्यो केटाहरू बोला त बोला गएर बोला न त जान्छ मैले हिजो तेरो भाइलाई कुरा गरेको थिएँ मलाई त्यो गाडी पनि बोला केटाहरू पनि बोला तँलाई म केही गर्दिनँ तैँले बोलाएनस् भने त गइस् केटा मैले पुलिसतिरबाटतिर सबै गएर कागजपत्रहरू रेडी बनाएर डकुमेन्ट बनाएर राखेको छु तेरो बोलेको कुराहरू सुनेको तिमीहरूले त्यहाँ बसेर गफ गरेको कुराहरू सुनेको कुराहरू र अरू सबै गाडी उताबाट रोकेको तैँले यसरी त्यो यहाँ भित्र आउनेको फेरि राख्छ फेरि सिसी क्यामेरा मैले भर्खर देखाएको छु कि मैले भित्र आएको छ त्यो त्यो तैँले कटुला त्यो दिनमा कटुला थिइस् अनि माथि डोरे गन्जी न माथि डोरे गन्जी लाथ्यो अनि त्यो यहाँ मन्दिरबाट सर्ट छिरेर झ्यालबाट गलत होइन कि गलत होइन भाइ मोजी हातखुट्टा काटिदिन्छु तँलाई फेरि विचार गरेर है गलत होइन त्यो तैँले गलत गरेको होइन भाइ गाउँघरको दाजुभाइ हो बोलाएपछि उठ्छ नि त भनेपछि मैले यहाँ बोलाइनँ नबोलाएपछि म सल्लाह रलले त रानीको छोरा ठुलो कुरा गरेर रलले त जा म घरमा चुप्प गरेर सुत्यो म घरमा ठाकु दाईले बाहिर निस्केर हेरेको छ प्रदीपको साथीहरू भनेर छोडिदिएको छ जेवाहरूले बाहिरबाट निस्किएको छ हेरेको छ भाउजूले मुजी झ्यालबाट हेरेको छ अनि तँ यहाँ आएर तैँले के गरेको छस् तँ यता गर्छस् तैँले त्यो यसरी हातमा यसरी फोनमा गफ गरेर गाडी त्यहाँ रोकेको ब्याक गर भनेर उ गरेको छ मम्मीले हेरेको छ सिसी क्यामेरा सब देखिएछ मैले एकल फोन हाने हो एकल फोन हान्दा तिमीले नउठा हो एकल फोन हाने नउठाएपछि म घर सुतेपछि अनि उसले फोन हानेपछि मैले फोन उठाएँ 11:24 जाँदा मलाई किन फोन गरेको त नि 11:24 गछ किन फोन गरेको मलाई ल भन त्यो राति अर्काको घरमा बुढाबुढी सुत्छ केटकेटी हुन्छ डिस्टर्ब हुन्छ मोबाइलको उसले गति मेरो भयो त भयो के मलाई किन फोन गरेको किन गरे तिमीले बुझ्यौ होला 11 बजे भन मोजी त्यो म त यो अपलोड गर्छु यो अहिले गाँजा उठाइदिन्छु भने हो कि ट्याब्लेट उठाउँछु भने हो कि मेरो बुढीलाई उठाउँछु भने हो कि आमालाई उठाउँछु भने हो कि मलाई उठाउँछु भनेको हो कि मोजी बच्चालाई उठाउँछु भनेको हो कि भनिदिनु भयो यसले नेगेटिभ भनेछ तपाईँले भन्नु तपाईँले सुनेको कुरा भनिदिए अनि तपाईँले अनि तिनीहरू त गाडीको मान्छेले के हो त झ्याप्चुप उठाएर लोड गरेर हिँडिहाल्नु पर्छ के लोड गर्न आयो त हामीले त्यही सुनेको थियो तपाईँ त्यसो भनेपछि तपाईँले यहाँ यसो खोज्न आएको त्यो खोज्न आउनु के त्यो खोज्न आएको घाना चाहिँ म परेँ अब के हुन्छ नि अब घाना म परेँ त्यो लोड गर्ने मान्छे त ब्याक गर्दै गाडी यता ब्याक किन यता गर्न आएको थियो ब्याक गर्न आएको ब्याक गरेर त्यो लोड गर्ने चिज के खान्छ नि त्यो त्यस्तो मनमनका जाने हिँडेर मलाई चाहिँ बस भनेको चाहिँ अनि म फर्क घरको चाहिँ फर्केर अरू कुरा छोडिदेऊ म यो 70-80 वर्ष लाग्नु सुनेको छु तिमीले ए भान्जा गति मेरो हो के गाडी ल्याउ भान्जा आऊ भनेर एउटा यसरी म तिमी साट्टा यहाँ पिचमा घुम्यौ के म हेरिरहेको छु म पिचमा नघुमुन्जेल मैले यिनीहरूलाई बोलाइनँ यिनीहरू दुइटै जिम्दै थियो मिलाएर हिँड्छ अनि तिमी यता गएपछि गाडी आउँदैन आऊ भने यस्तो के मलाई बोलाउने आँटा आएन के उनीहरू बोलाइदियो भने बोलाउने आँटा आएन होइन तँलाई त्यो आँट कहाँबाट आएको के 11 बजे 11:30 बजे 12 बजे राति मेरो घरमा आएर त भित्र पसेर गाडी उतालेर रोक्न लाएर फेरि ब्याक गर्न लाएर मैले बोलेको होइन भाइ यो त्यो सिसी क्यामेरामा छ फेरि तैँले अस्ति नै साइकल हराउने मेरो हरायो चेक गरिदे भनेर आएको थिइस् त्यो बेलामा नयाँ मोनिटर थियो
रेकर्ड भएर हिँड्छ। तैँले त्यसकोमा रेकर्डै हुँदैन, सिसी क्यामेरा राखेको मात्रै हो भन्ने सोच्या होला। मैले नयाँ मोनिटर ल्याएर राखेको छु सबैले। अहिले भतिजा आउँछ त हेर, तैँले त्यहाँ के क्रियाकलाप गरेको छस्, के गरेको छस्, राति आएर सबै त देखिदिन्छस् कि। तैँले त टुकटुके मोबाइलबाट फोन गरेर यसरी पुरै खलेले जाइ बाहिर यसरी गाडी वारको गाडी उठाएको भाइ। तँलाई त मैले अहिले पल्लो घर बढाइदिने भाइ, हामीहरूले सबलाई पेटीकोट उडाइदिन्छ तँलाई अहिले। बाहिर निक्लेर हेऱ्यो अरे यसो हो कि पहिला दुईजना आफ्नै र पछि गाडी आयो अरे कि त्यो दिदीले त बाहिर निस्केर कुखुरा घरबाटै हिँड्नु भएको छ नि त्यो त। तँलाई तेरो त्यो हिम्मत छ, शक्ति छ भने जा, मैले नराम्रो कुरा इलिगलहरू के गर्छु तैँले निवेदन दे, म त्यस अनुसारको म केस लड्छु। तैँले यहाँ ल्याएर खानतलासी गरेर मेरो घरबाट तैँले त्यो चिजहरू निकाल्न सक्नु पर्यो। निकाल्न सकिनस् भने त पुलिसको अगाडि नै तेरो मुजी मैले हातखुट्टा काटिदिन्छु हेर, होइन? सकिनस् भने त गइस्। मैले हेर, तेरो पनि बाउ छैन, मेरो पनि छैन आमा। मैले तेरो अनुहार नि हेरे नि होइन, तेरो भाइको अनुहार हेरे नि होइन। भाइ तेरो अनुहार हेरेको हो। मसित त बेलुका तँलाई राति मैले त 11:24 तैँले फोन गरिस् हो, अनि त यहाँ के क्रियाकलाप गरिस् गइस्। मैले 11:51 भनेपछि 48, 49, 51, 27 मिनट 27 मिनट त यतै घुमिराखेको छस् मेरो घरको वरिपरि। मैले धेरै कुरा गर्दिनँ हेर है। कतिजना केटाहरू आएको थियो, त्यो केटाहरू लिएर आइज है, अनि गाडी लिएर आइज। म केही गर्दिनँ, म पुलिसलाई नि बोलाउँदिनँ, केही नि गर्दिनँ। तँलाई माफ मगाउँछु। र तिमीहरूको त्यो कतिजना केटा छ, पुलिसले मलाई के भनेको छ भने अन्त पनि धेरै चोरीहरूको घटना भएछ दाइ, सिआइडी हो है, धेरै चोरीको घटना भएछ। तिनीहरूको तपाईँले कि चौकी लिएर आउनु होइन, तपाईँले माफ मागेर छोडिदिनुहुन्छ, तपाईँ गाउँघरको हो भन्नुहुन्छ भने मलाई तपाईँले सबै चिनाउनु पर्छ भनेको छ भाइ। चिनाउनै पर्छ भनेको छ कि। अब मैले तिमीलाई चिनाउने कि नचिनाउने त आफै भन् ल। त बाँचुन्जेलसम्म तेरो तँलाई त के हुन्छ र भनेको कि, मलाई के हुन्छ र भने। हामी त घरमा रिस उठ्यो भने हुने नहुने कुरा खाएर झ्याप भएर बसिदिन्छन्। त्यो आमालाई कस्तो हुन्छ। मेरो आमा पनि त 20 वर्ष रोएर बसेको मान्छे हो। त्यही गुण त्यही मेरो आमालाई सम्झेर तेरो आमा कुन मेरो आमा कुन। बाउ भइदिएको भए छोरा जस्तै भए पनि बाउ बुढाबुढी कुरा गर्थे, रुन्थे एकान्तमा, मन कुरा साटासाट गर्थे, एकछिन भयो भने मन शान्त हुन्थ्यो। बाउ छैन हेर, तेरो नि बाउ छैन, मेरो पनि छैन। मेरो आमाको आँसु सम्झेर मैले त्यो राति एक्सन नलिएको हो। त तिमीहरू देखेर म डराएर सराएर त्यो होइन भाइ। सङ्कटकालमा 40 जना मान्छेले आधा घन्टासम्म पिटेको शरीर यही हो। मलाई त्यो किन उ गर्ने, यी यस्तो बच्चाहरू छ राति माछा डराडुडुङ गर्दाखेरि यिनीहरूलाई मानसिक असर पर्छ, पढाइमा उ हुन्छ भन्ने हिसाब किताबले हो। म डराएर उ गरेको होइन भाइ, विचार गर। मैले तँलाई केही गर्दिनँ हेर, म पुलिसमा नि केही गर्दैन होइन। मैले बोलाउन सकिनँ नसकिनँ हामी निस्किने बित्तिकै त्यो गाडीको मान्छेलाई मान्छे उठ्यो हल्ला गरेर थियो नि त भने तँलाई त यस्तो हो कि केटा, लम्बी चौडे कुरा नगर। तँलाई त 4वटा केस लाग्छ, 4वटा केस लाग्छ। विचार गरे लिएर आइज त्यो केटाहरू लिएर आइज, गाडी लिएर आइज। त्यो मैले पत्ता लगाइराखेँ, त्यो प्रोजेक्टको गाडी हो अरे हो, प्रोजेक्टको गाडी हो, यताउता भन्छ। त्यसको जागिर पनि जान्छ, त्यसको त्यो गाडीवालाको साउको हो, व्यक्तिको हो, कसको नाममा छ पत्ता लगाइसकेको छ। मजाले आएर रोकेको छ। उताबाट झ्यावाहरूले पनि मुजी गाडी नम्बर फोटो भिडियो बनाएर राखेको छ। ठाकुर दाइले पनि सबै बनाएर राखेको रहेछ। त्यो केटाहरू ल्याउन सक्छ सक्दैनस्? फोन उठाउँदैन घर देखेछस्? किन नदेख्ने? जान त अब मैले कहाँ हालेर ल्याउने कुरो भएन। अब के भन्छ आउनु मान्नु पर्यो। मसित लामो कुरा नगर केटा। कतिजना आएको थियो लिएर आइज, ऊ लिएर आइज। मामा भन्छ थिएँ म होइन, मैले पनि देखेको छु कतिजना छ भन्ने, मैले देखेको छु, भिडियो पनि छ। मैले यो तँलाई मैले यो अपलोड गरिदिन्छु है, यो अपलोड गरिदिन्छु। मामा हो कि पातली मामा रे, पातलीकै खान्छ पर्ने।